थ्याङ्क यू लर्ड, थ्याङ्क यू लर्ड। री बाबा बाबा बाबा। हुन्छ, सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा पवित्र आत्माको भारी अभिषेकले भरिएको, आगोको अभिषेकले भरिएको जय मसीह। हालेलुया। हुन्छ, प्रभुलाई महिमा होस्। सदा चाहिँ हामी विकली वेनेसडे प्रोफेटिक इन्काउन्टर नाइट अनि हामीले गरेका छौँ। अनि तपाईँहरू सबैजनालाई म एकैमुष्टमा म स्वागत गर्न चाहन्छु। मिल्छ भने इमोजीहरूद्वारा हामी सबैलाई तालीहरू बजाउनेछौँ, रियाक्सनहरू गर्नेछौँ। सबैलाई स्वागत छ। अनि विशेष गरी प्रभुको छोरीहरू हाम्रो माझमा प्रकट भइसक्नु भएको छ। अनि हाम्रो आदरणीय दिदी, मेरो अति नै आदरणीय दिदी, मेरो स्पेशल सिस्टर हाम्रो ग्रेस तामाङ दिदी कालिम्पोङबाट हुनुहुन्छ। उहाँलाई हामी सबैले स्वागत गर्नेछौँ अनि ताली पड्काउनेछौँ। अनि यसै गरी हाम्रो एकदमै प्रभुको शक्तिशाली छोरी अनि हाम्रो करुणा सिस्टर हुनुहुन्छ। अनि उहाँले मलाई चिन्नुभयो चिन्नु भएन थाहा छैन, हामी पोखरामा भेटेको थियौँ। त्यति बेला म ब्रेजिङ आर्मी टिमसँग थिएँ। अनि हाम्रो सिस्टरलाई पनि हामी सबैजनाले हामी तालीको रियाक्सन पठाइकन हामी उहाँलाई पनि स्वागत गर्छौँ। हुन्छ, ढिलो नगरिकन आज हामी परमेश्वरको उपस्थितिमा जानेछौँ। अनि सेटअपहरू देख्दै गर्दाखेरि एकदमै म आफै पनि मेरो आत्मा उफ्रिँदैछ। हालेलुया। हुन्छ, यो समय ढिलो नगरिकन प्रभुको छोरी करुणा लामालाई म दिन चाहन्छु। उहाँले हामीलाई परमेश्वरको उपस्थितिमा लानुहुनेछ। हालेलुया। हालेलुया। जय मसीह। सबैजनालाई
परमेश्वरलाई महिमा भएको होस् साँच्चै उहाँको निको पार्ने प्रेम उहाँको नयाँ बनाउने ताजा बनाउने प्रेम सधैँ हामीप्रति विश्वासित छ अनि नयाँ छ धन्यवाद भएको साझी गरिदिनुको लागि अनि हामी पनि उत्तिकै नै एक्साइटेड छौँ तपाईँसँग जोडिएको परमेश्वरसँग पाउनु विशेष गरी मलाई भन्नुभएको थियो तर सबै कुराहरू निकै आइदिएन हामी एज अ एपोस्टोलिक युथ पर्सन हामी सँगै छौँ अनि हाम्रो तर्फबाट हामी हजुरहरूलाई फेरि पनि जय मसीह भन्न चाहन्छौँ अनि सँगै हामी हाम्रो परमेश्वरलाई महिमाले प्रशंसा हुँदै हामी अघि बढ्नेछौँ अनि सधैँ फिजिकल्ली के गरि नै राख्नु भएको भएर यो अनलाइनमा कोही पनि नआउनु हुँदै एक्लै बोलेको जस्तो हुँदैछ अनि हामी सबै कोअपरेट गर्दै हाम्रो परमेश्वरको आलोचना गर्दै हामी अघि बढिकन जान्छौँ अनि प्रभु वचनलाई है जब पनि एउटा प्रशंसा अनि वर्सिप आराधना भन्ने कुरालाई जनाउँदै गर्दाखेरि त्यहाँनिर चाहिँ पुरानो नियममा हेर्नु भने चाहिँ पनि प्रशंसापछि जहिले पनि विजय आएको हामी भेटाउँछौँ है जब सबैजना मिलिकन सबै झुन्डा उभिकन परमेश्वरको नाउँले एउटै स्वरमा उच्च तरिकाले प्रशंसा गर्न थाल्छ त्यहाँनिर चाहिँ विजय पक्कै हुन्छ अनि त्यो कुरालाई हामीले देखेको छौँ अनि तर अहिलेको टाइममा आएर हामीले बिहान भने हामी यति धन्य व्यक्तिहरू हौ जहाँनिर हामीले विजयलाई देखिकन हामीले आराधना गर्न सक्छौँ है
यीशु ख्रिस्टले जो कुरालाई गराइदिनु भएको क्रुसमा नि त्यो चाहिँ हाम्रो लागि सबैभन्दा ठुलो विजयको कुरा चाहिँ परमेश्वरको वचनले पनि त्यही कुरा भन्छ परमेश्वरले उहाँको प्रेमद्वारा हामीलाई विजेता हुनुहुँदा पनि महान बनाउनुभएको छ भनेर अनि तपाईँ र म यदि हामीले यो सिजनलाई चाहिने हामीले दिइहाल्यौँ भने हामी क्रुसबाट अघि नै हामी विजेता हुनु पनि महान भइसकेको छौँ आमेन अनि यसलाई पुस्तकले नै कुरा भन्छ जसरी बगैँचाहरूमा दिगो बगैँचाले जसरी दिगोहरू मार्छ बिरुवाहरू मार्छ त्यसरी नै म यो जातिमा मेरो धार्मिकतालाई अनि भ्रष्टाचारलाई त्यसरी उत्पत्ति गर्नेछु भनिकन परमेश्वरले त्यो गरेर गर्नुभएको छ यहाँ साँच्चै तपाईँ र त्यो एउटा त्यो कुराको प्रमाण जहाँनिर परमेश्वरले आफ्नो धार्मिकताले आफ्नो प्रशंसालाई उहाँले उत्पत्ति गर्दै हुनुहुन्छ अनि आउन सकेको दिन हामी सबैजना एकदम फ्री भइकन स्वतन्त्र भइकन हाम्रो परमेश्वरलाई हामी चाहनेछौँ अनि प्रभुको वचनले के कुरा भन्छ तिमीहरू स्वतन्त्र हुनको लागि नै बोलाएका हो अनि अझै मिठो कुरा के छ भन्दाखेरि परमेश्वरको पुत्र जसले जो चाहिँ स्वतन्त्रताको आत्मा हुन्छ जसले हामीलाई स्वतन्त्र गराउनुहुन्छ अनि अझै मिठो कुरा के छ भन्दाखेरि उहाँ स्वतन्त्रताको आत्मा चाहिँ हामी भित्र बास गर्नुहुन्छ हामीलाई स्वतन्त्र गराउनु आत्मा हामी भित्रै हुनुहुन्छ अनि यो कुरालाई हामीले जान्यौँ भने हामीलाई नाच्न हामी परमेश्वर हुन्छ महिमा दिन प्रशंसा गर्न हामीलाई गाह्रो पर्दैन फेरि जुन चाहिँ हाम्रो परिस्थितिलाई हामीले निहालिरहेको हुन्छ हाम्रो अवस्थाहरूले हामीलाई आराधना गर्न प्रशंसा गर्न दिँदैन तर तपाईँलाई हामी यस्तो बुझ्दा हुनुहुन्छ जहाँनिर परमेश्वरको प्रशंसा परमेश्वरको आराधना परमेश्वरको नामलाई चाहँदै परिस्थितिहरूलाई हामी बदल्न सक्छौँ आमेन हालेलुया उहाँसँग तपाईँहरू मसँगै हुनुहुन्छ मैले आवाज नसुने पनि तपाईँहरू मसँगै हुनुहुन्छ यस आमेन आमेन उहाँसँग विश्वासहरू हुन्छ आउनुहोस् हामी सबैजना सक्छ भने हामी आफ्नो स्थानमा हामी उठौँ खडा हौँ हामी नाच्छौँ गाउँ है कुनै पनि कुराको छैन अब हाम्रो परमेश्वरलाई प्रशंसा गर्नको लागि रोक्ने अनि हामी स्वतन्त्र हुँदै हाम्रो परमेश्वरलाई हामी आराधना चाहन्छौँ
Holy Spirit, your Spirit is life. Oh, yes. जुन नाउँदा जीवनमा परिवर्तन भएको छ जुन नाउँदा हाम्रो चिनाहरू बदलिएको छ Thank you, Jesus. Thank you, Jesus. Thank you, Holy Spirit. Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. हामी यति बेला जुन ठाउँहरूमा छौँ हामी केही समयसम्म प्रभुलाई धन्यवाद दिन्छौँ Let us thank him for his goodness. हामी यति बेला प्रभुको गुडनेसको लागि भलोपनको लागि हामी यो समय उहाँलाई धन्यवाद दियौँ हामी जुन ठाउँहरूमा छौँ यति बेला Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. हामी उहाँलाई धन्यवाद दियौँ यो समय उहाँको भलोपनको लागि तपाईँले मेरो जीवनमा उहाँले गर्नुभएको भलाइको लागि हामी यो समय उहाँलाई धन्यवाद दियौँ प्रभु हामी धन्यवाद दिन्छौँ तपाईँलाई थ्याङ्क यू जिजस रेम रहासे थेलेम रहासी रुहाथाला महासी केरिब्रहासे लोरा महासे थेने हेथेना लेब्रा महाशा खथाला बहासे रेथे लोरम rahasi grabahashi rubohotolo moshe ribra bahashe kete lebra bahashi riantana hasete lebra mahashi rikra mahashe te lebra mahasi riantana mahashe kete lebra manashe. Thank you, Jesus. 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 Thank you, Holy Spirit. Thank you, Holy Spirit. Thank you, Holy Spirit. हामी केही समय हामी उहाँलाई धन्यवाद दियौँ हाम्रो कोठाहरू हामी जुन ठाउँहरूमा छौँ जुन कोठाहरूमा छौँ लेट अस थ्याङ्क यू यति बेला उहाँलाई महिमा दियौँ हामी सबैजना हामी यो समय तपाईँ जुन कोठाहरूमा हुनुहुन्छ यति बेला जसै हामी उहाँको नाउँलाई हामी यो समय धन्यवाद दिन्छौँ उहाँको उपस्थितिले हाम्रो कोठाहरूलाई ढाक्दै हुनुहुन्छ रेक्रामा हास्य थे लिब्रा बहासी रियान्तनामा हास्य थे लेब्रा बहासी रिक्रमा हास्य थे लेब्रा मना हास्य रोहाथलामा सिक्रमा हासी रिब्रा बहास्य खेथे लिब्रा मनासी यदि सक्नुहुन्छ भनेदेखिलाई तपाईँले आफ्नो भिडियोलाई तपाईँले खोल्न सक्नुहुन्छ यति बेला प्रभुको शक्तिशाली उपस्थिति हाम्रो कोठाहरूमा प्रभुले दिँदै हुनुहुन्छ रिहान्थना महाशेखेथे लेब्रमना शिखो राहाथलामा रियान्थना महाशेखेथे लेब्रमनाशी रिबना हाशेखेथे लिब्रमनाशी मलाई थाहा छैन तपाईँहरू कुन चाहिँ एक्सपेक्टेसनमा यो ठाउँमा आउनु भएको छ यद्यपि तपाईँ आउनु भएको छ या आउनु भएको छैन तर आजको दिन प्रभुले तपाईँ र मलाई छुँदै हुनुहुन्छ रिबना हाशेखेथे रिहा
hatalama sekete ribrabanashi. Yeti bela mo healing la release गर्छु in the name of Jesus. Ribana hashekete libra mahase roha talaba shikara bana hase rikra mahasehete libra bana haso hatalabashi. यति बेला धन्यवाद दिउँ हाम्रो मुखलाई खोलिकन हामी उहाँलाई धन्यवाद दिउँ. Come on मण्डली हामी यसमा उहाँलाई उच्चारौँ. Thank you Jesus, thank you Jesus, thank you Jesus, Yes, thank you yes, Jesus, yes, thank you Jesus, thank you Holy Spirit, thank you Holy Spirit. Come on हाम्रो मुखलाई खोलिकन हामी उहाँलाई धन्यवाद दिउँ. उहाँको गुडनेसको लागि, उहाँको भलोपनको लागि म उहाँलाई धन्यवाद दिउँ. उहाँको भलोपनको लागि म उहाँलाई धन्यवाद दिउँ यति बेला. Thank you Jesus, thank you Jesus, thank you Jesus. Lord have your way, Lord have your way, Lord have your way. Rikra bahashekete libra manahasite riantana mahashete lebra banashi. पवित्र आत्मा म यति बेला तपाईको स्वतन्त्रतालाई म घोषणा गर्छु. तपाईको स्वतन्त्रतालाई म घोषणा गर्छु. तपाईको छोरा छोरीहरू जुन ठाउँमा हुनुहुन्छ यति बेला म तपाईको स्वतन्त्रतालाई म रिलिज गर्छु. In the name of Jesus, in the name of Jesus, in the name of Jesus. यति बेला स्वतन्त्रतालाई म घोषणा गर्छु. प्राणको बन्धनलाई, विचारको बन्धनलाई येशू तपाईको नाममा राइट नाउ म स्वतन्त्र बोल्दछु, स्वतन्त्र बोल्दछु. पवित्र आत्मा यति बेला तपाईसँग जोडिन दिनुहोस्, तपाईसँग जोडिन दिनुहोस्. राइट नाउ जोडिन दिनुहोस्, राइट नाउ जोडिन दिनुहोस् प्रभु. किनकि जिउँदो पानीको मुहान प्रभु तपाईँ मात्र हुनुहुन्छ. जिउँदो पानीको मुहान तपाईँ मात्र हुनुहुन्छ. जिउँदो पानीको मुहान तपाईँ मात्र हुनुहुन्छ. थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस. आजको दिन प्रभु हामीलाई तपाईको नदीबाट पिउन दिनुहोस्, तपाईको नदीबाट पिउन दिनुहोस्. कहिले पनि नरित्तिने, कहिले पनि नसकिने त्यो नदीबाट पिउन दिनुहोस् पवित्र आत्मा. थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस. तपाईहरु जुन ठाउँमा हुनुहुन्छ केही समय तपाईले 2 minutes, 3 minutes आफ्नो आँखालाई बन्द गरिने समय पवित्र आत्मालाई भन्नुहोस् प्रभु म तपाईसँग जोडिन चाहन्छु. तपाईँ मेरो जीवनको स्रोत हुनुहुन्छ, तपाईँ मेरो आशाको स्रोत हुनुहुन्छ, तपाईँ मेरो भरोसाको स्रोत हुनुहुन्छ. यु आर द सोर्स, तपाईँ हाम्रो सोर्स हुनुहुन्छ. रिबाना हासेकेथे लेहाराबाना शिखोराबानासी रिखाथालाबा शेकेथे लिब्राबाना हासे रोक्रामा हासेथे लिब्राबानासी. पवित्र आत्मा यति बेला म तपाईको स्वतन्त्रतालाई म घोषणा गर्छु. तपाईको हिलिङलाई म यति बेला रिलिज गर्छु. प्राणमा प्रभु यति बेला म तपाईको हिलिङलाई म रिलिज गर्छु. राइट नाउ, राइट नाउ, राइट नाउ प्रभु तपाईको छोरा अनि तपाईको छोरीहरू जुन कोठामा हुनुहुन्छ प्रभु तपाईको उपस्थितिलाई थाहा गर्न सकेका हुन्. तपाईको उपस्थितिलाई म यति बेला रिलिज गर्छु. Thank you Jesus, thank you Jesus, thank you Jesus, thank you Jesus. Freedom in the name of Jesus, freedom in the name of Jesus, freedom in the name of Jesus. हरेक झुटलाई म यति बेला क्यान्सल गर्छु. हरेक झुटलाई म यति बेला क्यान्सल गर्छु. वर्षौंदेखि प्रभु जुन झुटलाई पत्याइराखेको छ त्यो झुटलाई म यति बेला क्यान्सल गर्छु इन द नेम अफ जिजस. Rikama hasete lebra mahasi ruhatala mahaseke lora hati rabra hase lekra mahantana ruhatala mase lebre behetena hasiri hatalabra rikra mahashete libra bana rukra mahasekete libra banashi riantana mahase o rikala mahashete lebra rikra mahasete. Renewal प्रभु, रिन्युअलको कुरालाई म बोल्दछु यति बेला. रिन्युअलको कुरालाई म बोल्दछु प्रभु. धन्यवाद दिन्छु तपाईलाई. थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस. योगेन्द्र दाजुको जीवनमा यति बेला म प्रभुको छुवालाई म देखिराखेको छु. रिखामा हासेथे अपग्रेडेसनलाई रिमा हासेखेथे लेम्रा हासा अपग्रेडेसनलाई रिखामा हासेथे लेम्रा हासी हासेथे लेम्रा हासा रुख्रामा हासेथे लिब्रा हासी रियान्तना महासेखेथे लिब्रा महासी लिबा हासेखेथे लिब्रा मनहासे रियान्तना महाशेरा बहाथलमा रिक्रा महाथा रहेथलेमासा रिहालामा शेखेथे लिब्रा मनहासी. नयाँ अभिषेक, न्यू anointing, new oil लाई म यति बेला रिलिज गर्छु. रिक्रामा हासेखेथे लिब्रा बहासे हरेक थाकेको भागहरुमा प्रभु म यति बेला तपाईको जीवनलाई म बोल्दछु. हरेक हारेको ठाउँहरुमा तपाईको विजयलाई म यति बेला घोषणा गर्दछु. रिहान्थना महासे रिबाना हासेखेथे लिब्रा महासी हरेक हारेको भागहरुमा
प्रभु तपाईँको विजयलाई म यति बेला घोषणा गर्दैछु। जुन झुटलाई दुष्टताले उहाँको जीवनमा लिएर आएस त्यो झुटलाई म यति बेला क्यान्सल गर्छु इन द नेम अफ जिजस। उहाँको आइडेन्टिटीमा तैँले जुन चाहिँ झुटलाई लिएर आएको छस् येशूको नाउँमा म यति बेला क्यान्सल गर्छु। हरेक ब्लेमलाई म येशूको नाउँमा म क्यान्सल गर्छु। हरेक ब्लेमलाई म यति बेला क्यान्सल गर्छु इन द नेम अफ जिजस। तैँले उहाँको आइडेन्टिटीलाई तैँले छुन पाउँदैनस् इन द नेम अफ जिजस। प्रभु हामी धन्यवाद दिन्छौँ तपाईँलाई, धन्यवाद दिन्छौँ, धन्यवाद दिन्छौँ प्रभु तपाईँलाई, धन्यवाद दिन्छौँ, धन्यवाद दिन्छौँ। थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस। उहाँलाई धन्यवाद दिन थालौँ यो समय, धन्यवाद दिन थालौँ उहाँलाई। उहाँको चोकबाट हामी यो समय धन्यवाद दिँदै पस्छौँ। प्रभुले हामीलाई छुँदै हुनुहुन्छ। रिखानामा हास्ये लिब्रमा नास्ये रिखान्थनामा हास्ये रेबे रिब्रमा हासी रिख्रमा हास्ये लिब्रमा नासी। Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus, Prabhu. Thank you, Jesus. Thank you, Jesus. Thank you, Holy Spirit. 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 प्रभु हामी धन्यवाद दिन्छौँ तपाईँलाई, धन्यवाद दिन्छौँ तपाईँलाई, धन्यवाद दिन्छौँ, धन्यवाद दिन्छौँ तपाईँलाई। Thank you, Jesus. Thank you, Jesus. Thank you for your wonderful presence, Lord. Thank you for your wonderful presence, Lord. Thank you for your wonderful presence. Thank you, Jesus. 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 प्रभु हामी यो सबै तपाईँलाई दिन्छौँ। प्रभु सबै कुराहरू तपाईँबाट हुन आए अनि तपाईँको लागि हुन आए। प्रभु हामी यो समय तपाईँको अघि आउँदै गर्दाखेरि प्रभु जब हामी तपाईँ कहाँ आउँछौँ नि प्रभु तपाईँले हामीलाई रित्तै कहिले पनि फर्काउनु हुँदैन। अनि हामी यति बेला तपाईँको अगाडि आउँदै गर्दाखेरि प्रभु आजको दिन प्रभु हामी तपाईँबाट भरिन चाहन्छौँ। किनकि प्रभु तपाईँ चाहिँ कहिले पनि नसुक्ने मुहान हुनुहुन्छ। प्रभु हामी तपाईँबाट पिउन चाहन्छौँ किनकि तपाईँ चाहिँ कहिले पनि नरित्तिने मुहान हुनुहुन्छ। प्रभु हामी यो समय तपाईँको अघि आउँछौँ। हाम्रो हृदयभित्रको खाँचो प्रभु तपाईँलाई थाहा छ। अनि प्रभु यति बेला तपाईँको छोराछोरीहरू प्रभु उहाँहरू त्यो क्राइसिसबाट भएर जाँदै हुनुहुन्छ। प्रभु यति बेला तपाईँबाट उत्तरलाई पर्खिराख्नु भएको छ। प्रभु यति बेला प्रार्थना गर्छु आजको दिन तपाईँको वचनले हामीलाई तृप्त गरिदिनुहोस्। तपाईँको वचन मात्र प्रभु एउटा ट्रु सोर्स हो प्रभु, जहाँबाट प्रभु हामी भरिँदै गर्दाखेरि प्रभु हामी कहिले पनि सकिँदैनौँ। प्रभु हामी यो समय तपाईँको अघि आउँछौँ। प्रभु हामी धन्यवाद दिन्छौँ तपाईँको उपस्थितिको लागि। थ्याङ्क यू फर द डेलिभरेन्स लर्ड। र हाम्रो बिचमा तपाईँको छुटकाराको लागि धन्यवाद, धन्यवाद प्रभु तपाईँलाई। थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस। हुन्छ हामी यो समय प्रभुको वचनबाट हामी हेर्दै गर्दाखेरि म तपाईँलाई अनुरोध गर्छु तपाईँहरू जुन ठाउँमा हुनुहुन्छ अनि यति बेला प्रभुसँग जोडिन थाल्नुहोस्। तपाईँहरू भाषा बोल्दै भए पनि प्रभुसँग जोडिन थाल्नुहोस्। हामी केही कुराहरू प्रभुको वचनबाट हामी हेर्नेछौँ अनि हामी जस्तै हामी उहाँको वचनलाई हामी सुन्नेछौँ। मलाई विश्वास छ प्रभुले आजको दिन हामीले सुन्दा सुन्दै नै प्रभुले हाम्रो जीवनमा उहाँले स्वतन्त्रतालाई ल्याउनु हुनेछ। हामी सुन्दा सुन्दै नै हाम्रो प्राणको चङ्गाइलाई प्रभुले ल्याउँदै हुनुहुन्छ। अनि तपाईँहरू जुन ठाउँमा हुनुहुन्छ मलाई थाहा भएन, मैले अघि पनि यो कुरा भन्दैछु, तपाईँ कुन चाहिँ एक्सपेक्टेसनमा आउनु भएको छ या आउनु भएको छैन, तर आजको दिन प्रभुले तपाईँ र मेरो हृदयलाई छुँदै हुनुहुन्छ। आजको दिन प्रभुले तपाईँ र मलाई तृप्त गर्दै हुनुहुन्छ। आउनुहोस् हामी यो समय प्रभुको वचनबाट हेर्नेछौँ। जब पनि हामी प्रभुको वचनलाई हेर्छौँ भन्दै गर्दाखेरि मलाई थाहा भएन कतिसम्म जानुपर्ने, तर हामी जति समयसम्म हामी पवित्र आत्माले हामीलाई लिड गर्नुहुन्छ हामी जानेछौँ। अनि तपाईँले मसँग तपाईँले यसैयालाई तपाईँले खोल्न सक्नुहुन्छ, आइजेया 43:7 लाई। थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस। मैले जस्तै यो प्रार्थनालाई सुरु गरेँ अनि यो प्रार्थना गर्दै गर्दाखेरि मलाई एउटा कुरा भइरहेको थियो भन्दै गर्दाखेरि प्रभुलाई एकदमै धन्यवाद दिन पर्ने कुराहरू। अनि जस्तै हामी उहाँलाई धन्यवाद दिन्छौँ नि हाम्रो हृदयबाट, अनि प्रभुले हाम्रो लागि धेरैवटा कुराहरू खोल्नुहुन्छ। हामी जस्तै हामी धन्यवाद दिँदै उहाँको नजिक जान्छौँ अनि उहाँले हाम्रो लागि धेरैवटा कुराहरू खोल्नुहुन्छ। अनि मैले त्यसरी लिड गर्दै थिएँ कि हामी धन्यवाद दिँदै उहाँको उपस्थितिमा जाउँ। अनि मलाई विश्वास छ प्रभुले आजको दिनमा धेरैवटा ढोका हाम्रो लागि खोल्दै हुनुहुन्छ। अनि हामी यति बेला प्रभुको वचनलाई हामी हेर्नेछौँ। यसैया 43:7 हामीलाई थाहा भइरहेको यो वचन हो।
तर यहाँनिर यसरी लेखेको छ, हरेक जो मेरो नाउँद्वारा बोलाएको छ र जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु त्यसको आकार मैले नै बनाएँ र त्यसलाई रचेँ। आमेन। म विश्वास गर्छु मेरो भोइस क्लियरै आउँदैछ भनिकन। समीर बतासी रहेछ कि आवाज त्यो फेनले होला। अहिले अहिले क्लियर छ। ओके, मैले यहाँ राख्दैछु कि स्पिकर बन्द भएर होला सायद। ल, ओके ओके, यहाँनिर यसैया 43 7 त्यहाँनिर के लेखेको छ भन्दै गर्दा हामीले भर्खरै मात्र पनि पढ्यौँ। अनि हरेक जो मेरो नाउँद्वारा बोलाएको छ अनि जसलाई चाहिँ मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु भनिकन यहाँनिर प्रभुको वचनले भनेको छ। अनि हामी धेरैपल्ट यो वचनलाई हामी वर्सिपमा चलाउँछौँ है, हामीलाई प्रभुले महिमाको लागि बनाउनु भएको अनि हामी चाहिँ महिमा गर्नुपर्छ उहाँलाई भन्ने कुराहरू हामी धेरैपल्ट भन्छौँ। तर आजको दिनमा म तपाईँहरूलाई परमेश्वरले चाहिँ तपाईँ र मलाई उहाँको महिमा के हो भन्ने कुराहरू अनि म तपाईँहरूको अगाडि राख्न चाहन्छु। अनि यो वचनलाई मैले भन्दै थिएँ अघि पनि, सायद सुन्नु भएन, तर यो वचनलाई सुन्दै गर्दाखेरि म विश्वास गर्छु प्रभुले हाम्रो जीवनमा छुटकारा र चङ्गालाई प्रभुले ल्याउनुहुन्छ भनिकन। अनि यहाँनिर तपाईँले हेर्नुहुन्छ भनेदेखि म जहिले पनि यो कुरालाई मलाई डिस्कस गर्नु मजा लाग्छ। अनि परमेश्वरले चाहिँ सबै सृष्टिहरूभन्दा माथि चाहिँ प्रभुले मान्छेलाई चाहिँ एकदमै माथिल्लो स्तरमा एकदमै शक्तिशाली रीतिमा परमेश्वरले चाहिँ मानिसलाई बनाएको कुरा म जहिले पनि यो कुरा म जहाँ पनि जान्छु अनि मलाई डिस्कस गर्नु मजा लाग्छ है। उहाँले चाहिँ मानिस जातिलाई चाहिँ कति स्पेसली बनाउनु भएको छ अनि मानिस जाति चाहिँ उहाँको लागि कति प्रेसियस छ भन्ने कुरा म जहिले पनि डिस्कस गर्छु। अनि त्यही कुराहरू आज पनि मैले जब पनि यो कुरालाई पढ्दै थिएँ अनि मलाई के भइराखेको थियो भन्दै गर्दाखेरि परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ उहाँको महिमा गर्नको लागि बनाउनु भएको अरे, सृष्टि गर्नुभएको अरे। अनि हाम्रो आकार चाहिँ उहाँ आफैले बनाउनु भएको भनिकन यहाँनिर लेखेको छ। अनि धेरैपल्ट हाम्रो सोचाइ कस्तो हुन्छ भन्दै गर्दा परमेश्वरले चाहिँ मलाई चाहिँ महिमा गर्नको लागि अथवा आराधना गर्नुको लागि अथवा प्रशंसा गर्नुको लागि परमेश्वरले बनाउनु भएको भन्ने कुराहरू हामी धेरैपल्ट यो कुराहरूलाई हामी भन्छौँ। अनि मैले त्यो गलत भन्न खोजेको होइन, तर यहाँनिर के भनेको छ भन्दै गर्दाखेरि नि परमेश्वरले चाहिँ फर हिज ग्लोरी उहाँलाई महिमा दिनु होइन, तर उहाँको महिमाको लागि चाहिँ तपाईँ र मलाई बनाउनु भएको अरे। अनि योबाट हामी के बुझ्छौँ भन्दै गर्दाखेरि चाहे हामीलाई धेरैपल्ट कस्तो लाग्छ भन्दै गर्दाखेरि हामी क्वालिफाई हुनुपर्छ उहाँलाई आराधना गर्नुको लागि। हामीलाई धेरैपल्ट यो सोचाइहरूले हामीलाई धेरैपल्ट प्रभुदेखि टाढो लान्छ। म त बोल्नु सक्दिनँ, म त यो गर्नु सक्दिनँ, म त्यो गर्नु सक्दिनँ भन्ने चिजले हामीलाई धेरैपल्ट मलाई थाहा भएन तपाईँहरू कुन ठाउँहरूमा हुनुहुन्छ, तर प्लिज ध्यान दिइकन सुन्नुहोस् ल। किनभनेदेखिलाई नि यो एउटा मिस भयो भने पनि तपाईँले गलत बुझ्न सक्नुहुन्छ। सो त्यसले गर्दाखेरि अनि हामी तपाईँ जुन ठाउँमा हुनुहुन्छ काइन्ड म तपाईँहरूलाई भन्छु है, आधी घन्टा 45 मिनट्स कति हुन्छ म छिट्टो सक्ने कोसिस गर्छु। अनि मलाई त्यो समय केही समय दिनुहोस् है, अनि ताकि तपाईँहरूले त्यसलाई उल्टा नबुझ्न सकेको होस्। अनि यहाँनिर उहाँले चाहिँ हामीलाई महिमा गर्नको लागि होइन, तर महिमा गर्नु भन्दै गर्दाखेरि त्यो सेल्फिस कुरा भइहाल्यो नि त नि। उहाँले चाहिँ ल मलाई चाहिँ उहाँले महिमाको लागि गर्नुको लागि पो बोलाउनु भएको रहेछ भन्ने कुरा। तर जब हामी यो स्क्रिप्चरलाई हेर्छौँ भन्ने गर्दा उहाँले यहाँनिर परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ फर हिज ग्लोरी उहाँको महिमा हुनको लागि चाहिँ तपाईँ र मलाई सृष्टि गर्नुभएको अरे। अनि तपाईँ र मलाई चाहिँ हाम्रो आकार चाहिँ उहाँले बनाउनु भएको अरे। अनि जब पनि हामी हेर्छौँ भनेदेखि हाम्रै लाइफमा पनि धेरैपल्ट दुष्ट चाहिँ जहिले पनि मानिसको पछि लागिरहेको हुन्छ। म जहिले पनि भन्छु त्यो चाहिँ 24/7 त्यो चाहिँ फुल टाइम वर्कर हो। त्यो चाहिँ जहिले पनि हाम्रो पछि लाग्छ। यदि त्यसलाई कुनै व्यक्तिको असाइनमेन्ट त्यसलाई दिएको छ भने नि त्यो एकछिन पनि बिसाउँदैन, त्यो यति साह्रो लगातार लागिपर्छ। त्यो चाहिँ फेथफुल सर्भेन्ट हो। त्यो बरु भन्दा हामी पार्ट टाइम प्रार्थना गर्छौँ, हामी पार्ट टाइम हामी बाइबल पढ्छौँ, हामी पार्ट टाइम जब गर्छौँ हामी। तर दुष्ट चाहिँ कस्तो भने नि तपाईँको लाइफमा यदि त्यसलाई तपाईँलाई गिराउनु, तपाईँलाई लडाउनु, तपाईँलाई कुनै पनि हानि तुल्याउनुको लागि यदि तपाईँको लाइफमा दुष्टलाई असाइनमेन्ट दिएको छ भने त्यसले फुल टाइम काम गर्छ, त्यो सुत्दैन।
बरुभन्दा हामी सुत्छौँ अनि हाम्रोमा हार्डली 1 आवर हुन्छ अनि 1 आवर पनि हामी प्रार्थना गर्न सक्दैनौँ, हामी 1 आवर पनि बाइबल स्टडी गर्न सक्दैनौँ। तर यहाँनिर यदि दुष्टलाई तपाईँको बारेमा असाइनमेन्ट दिएको छ भने त्यो के गर्छ, 24/7 तपाईँको पछि लागिपर्छ। अनि त्यसले जहिले पनि के गर्छ भने नि, तपाईँ र मलाई यौना 10:10 आधारित त्यहाँनिर के लेख्छ, चोर त छोडु मारु र नाश पारु भन्ने हेतुले, तर म चाहिँ तिमीहरू प्रशस्त मात्रामा जीवन पाउन् भन्ने हेतुले उहाँ चाहिँ हाम्रो लागि आउनु भएको हो। अनि त्यो चाहिँ जहिले पनि तपाईँ र मलाई डिस्ट्रोय गर्नुको लागि, तपाईँ र मलाई भत्काउनुको लागि, तपाईँ र मलाई डिफेम गर्नुको लागि, तपाईँ र मलाई लडाउनुको लागि तपाईँ र मेरो पछि आउँछ। अब यो कुराले पनि हामीले के कुरा बुझ्नुपर्छ भन्दै गर्दाखेरि चाहिँ नि, हामी चाहिँ कति प्रेसियस छौँ। म फेरि पनि आउन चाहन्छु, परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ उहाँको महिमाको लागि बनाउनु भएको। यसको मतलब के हो भन्दै गर्दा नि, तपाईँ र मेरो एक्जिस्टेन्स, तपाईँ र मेरो अस्तित्व, तपाईँ र म हामी एक्जिस्ट गर्दा नै एक्चुअली प्रभुको महिमा हुन्छ। ध्यान दिएर सुन्नुहोस् है ल, तपाईँ र म जिउनु, तपाईँ र म एक्जिस्ट गर्नु नै चाहिँ हाम्रो एक्जिस्टेन्सबाट नै एक्चुअली परमेश्वरको महिमा हुन्छ। अब कसरी भन्दै गर्दाखेरि नि, म तपाईँलाई बिस्तारै यो कुरा बताउँदै जान्छु अनि तपाईँहरूले ध्यान दिइकन तपाईँले मलाई सुन्नु सक्नुहुन्छ। अब हामी उहाँले बनाउनु भएको, उहाँले यहाँनिर आकार पनि उहाँले नै दिनुभएको। अब हामी यो कुरालाई हेर्नुको लागि हामीले कसरी उहाँले हामीलाई बनाउनु भयो भनिकन हामीले यो पदलाई, स्क्रिप्चरलाई नहेरिकन हुँदैन। सो त्यसले गर्दाखेरि तपाईँले मसँग भजन सङ्ग्रह 139 लाई हामीलाई थाहा छ यो कुरा, तर म तपाईँलाई आज के कुराहरू चाबी दिन चाहन्छु सो द्याट हामी फेरि ब्याक टु हामी त्यो कुराहरूमा नजाउँ भनिकन। अनि म बिस्तारै यो कुरालाई अनफोल्ड गर्न चाहन्छु। तपाईँले भजन सङ्ग्रह 139 को तपाईँले 13 तपाईँले त्यहाँनिर पढ्नुभयो भनेदेखिलाई तपाईँले त्यहाँनिर प्रशस्तै मात्रामा तपाईँले त्यहाँनिर सायद तपाईँहरूले पढ्नु पनि भएको छ यो कुरा, सायद होइन, सबैजनाले हामीले पढेका छौँ। अनि त्यहाँनिर के लेखेको छ भन्दै गर्दाखेरि चाहिँ परमेश्वरले चाहिँ कसरी तपाईँ र मलाई बनाउनु भयो। अनि यहाँनिर 139 को 13 भन्छ, किनकि तपाईँले नै मेरो अन्तस्करण बनाउनु भयो, तपाईँले मलाई मेरी 13 को पढ्दैछु ल, तपाईँले मलाई मेरी आमाको गर्भैमा रच्नुभयो। म तपाईँको प्रशंसा गर्नेछु किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु। तपाईँका कार्यहरू आश्चर्यका छन् र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ। जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिँदै थिएँ, तब मेरो ढाँचा तपाईँबाट लुकेको थिएन। तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखे, मेरो निम्ति तोकिएका दिनहरू ती एउटै पनि हुन आउन अघि तपाईँको पुस्तकमा लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति अमूल्य छन्, तिनीहरूको मोठ कति विशाल छ। तिनीहरूलाई गऱ्यो भने ती बलुवाका सङ्ख्याभन्दा बढी छन्। म जाग्दा तपाईँसँगै हुनेछु। आमेन। अब यहाँनिर चाहिँ परमेश्वरले, तपाईँले जेनेसिस 1:26 लाई हेर्नुभयो भने पनि त्यहाँनिर हामी त्यसलाई पनि पढौँ न है। उत्पत्ति 1:26 मा पनि त्यहाँनिर चाहिँ मान्छेलाई अब परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो अनि सृष्टि गरिसक्नु भइसकेपछि उहाँले अनि मानिसलाई बनाउने इच्छा गर्नुभएको छ। अनि मानिसलाई बनाउँदै गर्दाखेरि हामीलाई थाहा छ यो कुराहरू 26 मा चाहिँ लेखेको छ, फेरि परमेश्वरले भन्नुभयो हामी मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। तिनीहरूले समुद्रका माछाहरू, ओके हामी यति पढ्नेछौँ, हामी मानिसलाई आफ्नै स्वरूपमा र हाम्रै प्रतिरूपमा बनाऊ। अब यहाँनिर चाहिँ परमेश्वरले चाहिँ अब पिता पुत्र अनि पवित्र आत्माले चाहिँ यहाँनिर हामीलाई थाहा छ यो कुरा कि उहाँहरूले चाहिँ यो सल्लाह गर्नुभयो कि मान्छेलाई बनाउँदै गर्दाखेरि चाहिँ कुनै पनि कुरालाई बनाउँदै गर्दाखेरि चाहिँ यिनीहरूलाई हामी यस्तो बनाऊ भनेको हामी पाउँदैनौँ, कुनै पनि क्रिएसनलाई कुनै पनि कुरालाई हामी पाउँदैनौँ। तर जब मान्छेलाई बनाउने कुरा आयो त्यति बेला चाहिँ पिता पुत्र अनि पवित्र आत्माले चाहिँ के भन्नुभयो भन्दै गर्दाखेरि हामी मानिसलाई चाहिँ आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। अनि स्वरूप चाहिँ भयो इमेज अनि प्रतिरूप चाहिँ भयो लाइकनेस है, प्रतिरूप। अनि
इमेज चाहिँ भयो हामी जुन चाहिँ देखिन्छौँ, यो चाहिँ भयो हाम्रो इमेज होइन, उहाँको इमेज भयो भनेदेखिलाई प्रतिरूप चाहिँ के हो भन्दै गर्दाखेरि नि प्रतिरूप चाहिँ हामी यो भजन सङ्ग्रह 139को 13देखि हामी हेर्न सक्छौँ। राम्ररी सुन्नुहोस् ल, सबैजना भिडियो अफ गरेर बजाइदिनु भयो त हौ। ओके, तपाईँहरूलाई अल्छी लाग्दैछ? ओके, तपाईँहरूको यसो अनुहार देख्नु पायो भने मलाई पनि अलिकति उयो हुन्छ भनेर नि। ओके, अब मैले भने इमेज चाहिँ तपाईँ र म जो देखिँदैछौँ यो हो भनेदेखिलाई प्रतिरूप चाहिँ के हो भन्दै गर्दाखेरि प्रतिरूप चाहिँ तपाईँले भजन सङ्ग्रह 139को तपाईँले 13देखि तपाईँले यहाँनिर हेर्नु सक्नुहुन्छ। अब हेर्नुहोस् है, तपाईँ र मैले हामी बाहिर हामी जस्तो छौँ, यो त हामी ह्यान्डसम छौँ, ब्युटिफुल छौँ, हामीलाई यो कुरा थाहा छ है, तर भित्र कुरा अब यो 139को 13देखि चाहिँ परमेश्वरले हाम्रो इनवर्ड पार्ट, हाम्रो अन्तस्करण, अब यो अन्तस्करण चाहिँ कसैले पनि देखेको छैन तर यो छ, बुझ्नुहुँदैछ? अन्तस्करण चाहिँ अब कसैले पनि देखेको छैन, हामी भित्रको अन्तस्करण हेर्नुहोस्, हाम्रो परमेश्वर कति महान हुनुहुन्छ भन्ने कुरा जब हामी यो स्क्रिप्चरहरू पढ्दै जान्छौँ नि, जब हामी प्रभुको वचन पढ्दै जान्छौँ हामी यो कुराहरू बुझ्नु सक्छौँ। अनि परमेश्वरले चाहिँ यहाँनिर हाम्रो इनवर्ड पार्ट, हाम्रो अन्तस्करणलाई उहाँले बनाउनु भयो अरे। आमेन। अब यो इनवर्ड पार्ट, यो अन्तस्करणमा चाहिँ के छ भन्दै गर्दाखेरि चाहिँ नि यो अन्तस्करणमा चाहिँ तपाईँ र मेरो सबै कुरा छ। आमेन। अन्तस्करणमा चाहिँ के छ भन्दै गर्दाखेरि चाहिँ नि तपाईँ र मेरो इमोसन, हाम्रो सबै कुराहरू छ भनौँ न अन्तस्करण। अनि रियल जो हो, रियल मलाई तपाईँले देख्दै हुनुहुन्छ होइन, आज तपाईँले ग्रेस तामाङ भनिकन देख्नुहुँदैछ, तर मेरो मेरो इनवर्ड पार्ट चाहिँ त्यो चाहिँ रियल ग्रेस तामाङ हो, बुझ्नुहुँदैछ नि? त्यो चाहिँ रियल ग्रेस तामाङ। अनि त्यो चाहिँ कसले क्रिएट गर्नुभएको हो भन्दै गर्दाखेरि चाहिँ परमेश्वरले। अनि त्यो चाहिँ कहाँनिर भन्दै गर्दाखेरि चाहिँ म आमाको गर्भमा आउनुभन्दा पनि अघि होइन। अनि अब त्यो इनवर्ड पार्टलाई चाहिँ उहाँले कसरी बनाउनु भएको छ भन्दै गर्दाखेरि तपाईँले 14मा हेर्नुभयो भने चाहिँ उहाँले फियरफुली अनि वन्डरफुल्ली उहाँले भयानक र आश्चर्य रीतिले तपाईँ र म भित्र हेर्नुहोस् है, तपाईँ र म साधारण छैनौँ भन्ने कुरालाई म हाइलाइटमा ल्याउन चाहन्छु। धेरैपल्ट हामी साधारण सम्झेर बसिराखेको हुन्छौँ नि त, हामी धेरैपल्ट म त केही छुइनँ भन्ने लाग्छ, तर तपाईँलाई बनाउँदै गर्दाखेरि नि परमेश्वरले समय लिएर तपाईँलाई डिजाइन गर्नुभएको। अनि यहाँनिर उहाँले हाम्रो इनवर्ड पार्टलाई बनाउँदै गर्नुहुँदाखेरि उहाँले फियरफुल्ली, उहाँले भयानक अनि आश्चर्य रीतिले उहाँले तपाईँ र मलाई सृष्टि गर्नुभएको छ। अनि अझै तपाईँले हेर्दै गर्नुभयो भनेदेखिलाई नि अनि अझै यहाँनिर मिठो कुरा, तपाईँका कार्यहरू आश्चर्यका छन् र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ। अब यो कुरालाई हामी हेर्नु हो भनेदेखिलाई हाम्रो स्पिरिट छ नि, हाम्रो जुन इनवर्ड पार्ट भयो होइन, हामीले त्यो कुरालाई हामीले हेर्न सक्छौँ। त्यो कुराहरूले चाहिँ नि परमेश्वरको ग्रेट वर्कलाई चिन्दछ, जान्दछ भनेर यहाँनिर लेखेको छ। अब यो सबैको डिटेल्समा म जान सक्दिनँ होला, तर अनि यहाँनिर मैले के भन्न खोज्दैछु भन्दै गर्दाखेरि चाहिँ नि यो जुन चाहिँ तपाईँ र मलाई अदृश्य रीतिमा परमेश्वरले जुन चाहिँ बनाउनु भयो नि, तपाईँ मलाई थाहा छ आदमलाई बनाउँदै गर्दाखेरि परमेश्वरले माटोबाट बनाउनु भयो, तर आदमको इनवर्ड पार्ट चाहिँ परमेश्वरले गुप्तमा बनाउनु भएको थियो। आमेन। अनि त्यो गुप्तको कुरा चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ नि म तपाईँहरूलाई भन्न चाहन्छु, यो जुन चाहिँ इनवर्ड पार्ट अनि उहाँले जुन चाहिँ यो गुप्तमा बनाएको कुरा चाहिँ नि एक्चुअलमा उहाँको लाइकनेस हो। अनि त्यो प्रतिरूप चाहिँ के हो भन्दै गर्दाखेरि नि त्यो प्रतिरूप चाहिँ परमेश्वरको महिमा हो। राम्ररी सुन्नुहोस् ल, जुन चाहिँ हामी इमेज र लाइकनेसमा बनेको छौँ,
इमेज भयो, यो मैले लाइकनेसको कुरा गर्दैछु। हाम्रो लाइकनेस, हाम्रो प्रतिरूप चाहिँ कहाँनिर बन्यो? प्रतिरूप चाहिँ के पनि हो भन्दै गर्दाखेरि लाइकनेस भनेको चाहिँ प्रतिरूपले चाहिँ जसले बनाएको हो नि, जसले बनाएको हो उसलाई रिप्रेजेन्ट गर्नुलाई चाहिँ लाइकनेस पनि भन्छ। अनि तपाईँ र म भित्र चाहिँ परमेश्वरले ब्रिथ गर्नुभएको छ नि त, होइन? हामी सबैलाई थाहा छ यो कुरा। आदमलाई जब उहाँले बनाउनु भयो माटोबाट, अनि उहाँले चाहिँ ब्रिथ गर्नुभयो, अनि त्यो ब्रिथ चाहिँ त्यो चाहिँ के हो भन्दै गर्दाखेरि त्यो चाहिँ उहाँको लाइकनेस हो, त्यो चाहिँ उहाँको प्रतिरूप हो, त्यो चाहिँ उहाँको प्रतिरूप। अनि त्यो प्रतिरूप चाहिँ एक्चुअलमा उहाँको महिमा हो। बुझ्नुहुँदैछ मैले भनेको कुरा? बुझ्नु भएन अनि भन्नुहोस् ल। अनि परमेश्वरले तपाईँ र मलाई अद्भुत रीतिमा बनाउनु भएको छ। जहिले पनि परमेश्वर किन चाहिँ तपाईँ र मेरो पछि लाग्नुहुन्छ? किन उहाँले तपाईँ र मलाई छोड्नु हुँदैन? किन उहाँले येशू ख्रीष्टलाई पठाउनु भयो? येशू ख्रीष्टलाई किन पठाउनु भयो? किन आफ्नो एकलौते पुत्रलाई दिनको लागि उहाँलाई बाध्य भयो भन्दै गर्दाखेरि नि तपाईँ र मैले उहाँको हिस्सालाई बोकेको छौँ, उहाँको महिमालाई बोकेको छौँ। आमेन। उहाँको महिमालाई बोकेको छौँ। अनि हामी उहाँको अगाडि प्रेसियस छौँ। अनि त्यही कारणले गर्दाखेरि तपाईँ र मलाई एकदमै भयानक र आश्चर्य रीतिले फियरफुली भनेको चाहिँ यसलाई अर्को भाषामा यसलाई एक्सप्लेन गर्नु हो भने चाहिँ डराउँदै डराउँदै हुन्छ नि, एकदम केयरफुली भनौँ न, केयरफुली डराउँदै अनि उहाँले तपाईँ र मलाई बनाउनु भएको हो। सो द्याट लाइकनेस, उहाँको इमेज भनेको, उहाँको लाइकनेस भनेको चाहिँ, उहाँको प्रतिरूप भनेको चाहिँ उहाँलाई देखाउनु। जसले तपाईँ र मलाई बनाएको, जहिले पनि कुनै पनि प्रडक्टमा होइन, कुनै पनि प्रडक्टलाई यदि एउटा मान्छेले बनाउँछ भन्दै गर्दाखेरि त्यो प्रडक्टले जहिले पनि उसको मालिकको त्यसमा जहिले पनि केही न केही छाया हुन्छ, उसको केही न केही सिग्नेचर हुन्छ। सो लाइकवाइज परमेश्वरले तपाईँ र मलाई जब बनाउनु भयो, अनि बनाउँदै गर्दाखेरि उहाँले आफ्नो प्रतिरूप तपाईँ र मलाई दिनुभएको छ। अनि त्यो प्रतिरूप चाहिँ एक्चुअलमा तपाईँ र मैले क्यारी गरेर हिँड्नुपर्ने हो। अनि तर आजको दिनमा भन्नुहुन्छ होला होइन, अब परमेश्वरको महिमा नै चाहिँ एक्चुअलमा उहाँको प्रतिरूपमा उहाँले तपाईँ र मलाई ब्रिथ गरिदिनु भयो। तर के भयो भन्दै गर्दाखेरि हामीलाई यो कुरा पनि थाहा छ, हामीले यो कुरालाई हामीले हेर्न पर्छ। तर जब तपाईँले उहाँले जब बनाउनु भयो उहाँको महिमाको लागि, अनि तपाईँ र मैले चाहिँ उहाँलाई अनर ल्याउनु पर्थ्यो। टु ब्रिङ ग्लोरी, टु ब्रिङ अनर भन्छ लाइकनेस, एन्ड क्रिएटेड फर हिज ग्लोरी भनेको चाहिँ उहाँलाई ग्लोरी ल्याउने, उहाँलाई अनर ल्याउने। तपाईँ र मलाई देख्दै गर्दाखेरि चाहिँ हामी होइन, तर हामी भित्र जो परमेश्वरको प्रतिरूप छ त्यो चाहिँ हामीले देखाउनु पर्ने हुन्छ, त्यो चाहिँ देखिनु पर्ने हुन्छ। आमेन। तर रोमी 3:23 मैले बिर्सिनँ भने तपाईँले बुझेन भने मलाई भन्नुहोस् है ल। रोमी 3:23 यसरी भन्छ, किनभने सबैले पाप गरेको छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। तर कुरा चाहिँ यहाँनिर के आयो भन्दै गर्दाखेरि उहाँको इमेज र उहाँको लाइकनेसमै बनेको भए तापनि, तर यहाँनिर एउटा कुराले एन्टर गर्यो, जुन कुराले चाहिँ तपाईँ र मलाई ग्लोरी दिन चाहिँ हामीलाई के गरिदियो? उहाँको महिमादेखि बाहिर हामी आउन पर्यो। तपाईँले जब यहाँनिर आदम र हव्वालाई हेर्नुहुन्छ, हामी त्यो कुरालाई पनि हेरौँ। तपाईँले जेनेसिस मसँग खोल्नु सक्नुहुन्छ। फेरि पनि उत्पत्तिलाई, अब हामीलाई थाहा छ यो कुरा, हामी यसलाई अलिकति हेर्नेछौँ। अनि उत्पत्ति 2:7 यहाँनिर परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भयो। आमेन। अब यहाँनिर परमेश्वरले अब यहाँनिर हामीले परमेश्वरले हामीलाई मानिसलाई बनाउनु भएको कुरा, अब 3मा चाहिँ जब पनि हामी यहाँनिर हेर्छौँ, 3मा हामी 3लाई हेर्नेछौँ। परमप्रभु परमेश्वरले बनाउनु भएको वन पशुहरूमध्ये साँप सबैभन्दा धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानु भनी भन्नुभएको छ? स्त्रीले साँपलाई भनिन्, बगैँचाको रुखहरूको फल हामी खान सक्छौँ
तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्छौ। साँपले स्त्रीलाई भन्यो, तिमीहरू कदापि मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वर जस्तै हुनेछौ। अनि जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो औ कसैलाई बुद्धिमान बन्नलाई सो रुखको फल चाह गर्नुपर्ने रहेछ भने देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिन् औ तिनले पनि खाए। औ दुवैको आँखा खोलिएर नाङ्गै पो रहेछौँ भने तिनीले थाहा पाए अनि नेबाराका पातहरू गाँसेर आफ्ना निम्ति तिनीले वस्त्र बनाए। अब यहाँनिर चाहिँ मैले भने नि प्रभुले इमेज र लाइकनेसमा त बनाउनु भयो। अनि उनीहरू म जहिले पनि भन्छु उनीहरू ग्लोरियस प्लेसमा थियो, उनीहरू अलरेडी ग्लोरीमा थियो। अनि म यो कुरा पनि भन्न चाहन्छु उनीहरूलाई असल र खराब जान्नु जरुरी थिएन, एक्चुअलमा उनीहरू अलरेडी नै ग्लोरीमा थियो। तर यहाँनिर के भयो भन्दै गर्दाखेरि एउटा कुरा चाहिँ के भएको छ भन्दै गर्दा यहाँनिर त्यो साँपले के भनेको छ, उसलाई आइकन उसलाई थाहा थियो परमेश्वरले के भनेको छ भन्ने कुरा। अनि त्यहाँनिर जब पनि त्यो स्त्रीलाई सोधेको छ अनि त्यो स्त्रीले बगैँचाको बिचमा भएको रुखको फल चाहिँ परमेश्वरले नखानु नछुनु पनि भनेको छ, नत्र भने चाहिँ तिमीहरू के गर्छौ भने मर्छौ भनिकन त्यहाँनिर स्त्रीले भनेको छ। अनि साँपले भने तिमीहरू कहिले पनि मर्दैनौ, तर तिमीहरू के हुन्छौ अरे परमेश्वर जस्तै हुन्छौ। तर तपाईँले यसलाई राम्ररी पढ्नुभयो भनेदेखिलाई त्यसको अगाडि नै उनीहरूले के लेखेको छ भन्दै गर्दाखेरि चाहिँ नि उनीहरू अलरेडी नै परमेश्वरको इमेज र लाइकनेसमा बनिएको थियो। उनीहरू अलरेडी परमेश्वरको इमेज र अलरेडी उनीहरू परमेश्वर जस्तै नै थियो। तर त्यहाँनिर के भयो भन्दै गर्दाखेरि साँपले आउँदै गर्दाखेरि उनीहरूलाई सानो वर्डले के भएको छ भन्दै गर्दा उनीहरू जो थियो उनीहरूले आफ्नो आइडेन्टिटी बिर्सेको छ, उनीहरूको ओरिजिनालिटी उनीहरूले बिर्सेको छ एउटा सानो सेन्टेन्सले, होइन? अनि यो चाहिँ नि स्टिल आजको दिनमा तपाईँ र मलाई यसले चाहिँ के भयो भन्दै गर्दा उनीहरू परमेश्वरको इमेज र लाइकनेसदेखि जुन चाहिँ उनीहरू ग्लोरीमा थियो नि त्यहाँबाट चाहिँ उनीहरू नेकेडनेसमा आइपुगेको छ। उनीहरू अलरेडी परमेश्वरको इमेज र लाइकनेसमा थियो। अनि अर्को कुरा उनीहरू प्रशस्ततामा थियो। त्यहाँनिर उनीहरू जुन चाहिँ जग्गामा बसेको थियो त्यो जग्गा चाहिँ यति साह्रो त्यहाँनिर हेर्नमा राम्रो, अदनको बगैँचा चाहिँ उहाँले सेपरेटली बनाइदिनु भएको थियो। अलरेडी त्यहाँनिर प्रभुले सबै कुराहरू नयाँ सृष्टि गर्नुभएको थियो, तर मानिसलाई अझै सेपरेटली त्यो ठाउँमा राख्नु भएको थियो। अनि त्यहाँनिर दामी दामी कुरा थियो, तर उनीहरू एउटा वर्डले तिमीहरू परमेश्वर जस्तै हुन्छौ भन्दै गर्दाखेरि उनीहरू के भएको छ भन्दै गर्दाखेरि नि उनीहरूले त्यो ठाउँमा फल भएको छ, उनीहरू ग्लोरीदेखि उनीहरू नेकेडनेसमा आएको छ। आजको दिनमा हाम्रो जीवनमा पनि नि यही कुराले गर्दै गर्दाखेरि जब तपाईँ र मलाई लाग्छ कि आई एम नट इनफ, म चाहिँ इनफ छुइनँ, हामी धेरैपल्ट कस्तो भएर बसिरहेको छौँ भन्दाखेरि म त केही पनि गर्नु सक्दिनँ, म त केही पनि गर्नु जान्दिनँ, म चाहिँ इनफ छुइनँ। अनि यो कहाँबाट आउँछ भन्दै गर्दा धेरैपल्ट हाम्रो परिवारहरूबाट आउँछ, हाम्रो मण्डलीहरूबाट, हाम्रो साथीभाइहरूबाट, कहीँबाट पनि यो आवाज आउन सक्छ तपाईँ र मेरो लागि, यु आर नट इनफ भनिकन। तर जब हामी यो कुरालाई पत्याउँछौँ नि, जब हामी यो कुरालाई पत्याउँछौँ तब हामी ग्लोरीदेखि हामी उहाँको लाइकनेस र इमेजमा हामी बसिबस्नु सक्दैनौँ। हामी त्यति बेला स्विच भइपठाउँछौँ, हामी त्यति बेला ग्लोरीदेखि हामी नेकेडनेसमा आउँदै गरेको हुन्छौँ। तपाईँ र मलाई नि अघि मैले स्टार्टिङमा मैले प्रेयर गर्दै थिएँ, हाम्रो जीवनमा नि वर्षौँदेखि थुप्रो झुटहरू हामीले क्यारी गरेर आएको छौँ। हामीलाई मान्छेले भनेको शब्दहरूलाई हामीले बोकेर आएको छौँ, हामीले पत्याएको छौँ। यहाँनिर के भयो, आदम र हव्वालाई नि परमेश्वरले सृष्टि गर्नुभएको थियो आफ्नै इमेज र आफ्नै लाइकनेसमा। तर उनीहरूले के भन्यो, उनीहरू परमेश्वर अलरेडी परमेश्वर जस्तो छ, तर उनीहरूले त्यहाँनिर के भन्दैछ फेरि परमेश्वर जस्तै हुने। धेरैपल्ट तपाईँ र म नि हामी यो शब्दहरूमा हामी उल्झिरहेको छौँ। प्रभुले तपाईँ र मेरो जीवनमा राखिदिनु भएको डेस्टिनीमा हामी किन पुग्नु सकेको छैन, किन हामी डिले हुँदैछौँ, किन हामी ढिलो हुँदैछौँ, किन हामी प्यारालाइज छौँ आजको दिनमा, किन हाम्रो यात्रा किनकि हामी त विश्वासमा हिँड्ने,
व्यक्तिहरू हो नि त होइन, हामी आफूलाई विश्वासी भनिकन क्लेम गर्छौँ, तर आज धेरैजना नि हिँड्नु सकिराख्नु भएको छैन। आजको दिन चेक गर्नुहोस्, आज धेरैजना हामी प्यारालाइज भइकन नि हाम्रो जर्नीहरूमा हामी रोकिरहेको छौँ। तपाईँलाई थाहा छ म यति बेला कहाँ पुग्नुपर्ने, तपाईँलाई थाहा छ मैले यति बेला प्रभुको लागि के गर्नुपर्ने। तपाईँले पास्टमा धेरै कुरा गर्नुभएको छ, प्रभुको लागि धेरै कुरा गर्नुभएको छ, तर यो समयमा तपाईँको स्टेपहरू रोकिराखेको छ। म यति बेला यो वचनलाई यो ठाउँबाट बोल्दै गर्दाखेरि तपाईँको जीवनमा म छुटकारालाई म घोषणा गर्छु। आज हामी धेरैजना यु आर नट इनफ भन्ने वर्डलाई पक्रेर हामी बसिरहेको छौँ। परमेश्वरले तपाईँलाई उहाँको महिमाको लागि उहाँले बनाउनु भएको हो। यदि तपाईँलाई सोधेर प्रभुले बनाउनु भएको हो भनेदेखिलाई चाहिँ आजको दिन तपाईँ र मैले क्वेसन गर्न सक्छौँ, तर नो, उहाँले आफ्नो इच्छाले तपाईँ र मलाई सृष्टि गर्नुभएको उहाँको महिमाको लागि। आजको दिन हामी कुन चाहिँ भोइसलाई स्थान दिइराखेको छौँ, कुन चाहिँ आवाजलाई हामी स्थान दिइराखेका छौँ। अनि यहाँनिर उनीहरूलाई त्यो उनीहरू अलरेडी प्रशस्ततामा थियो। अदनको बगैँचा चाहिँ यस्तो ठाउँ हो जहाँबाट चाहिँ त्यो खोला बग्थ्यो, जहाँनिरको सुन चाहिँ कहीँ पनि पाइँदैन भनेको छ क्या। त्यसको मतलब के हो भन्दै गर्दा त्यो प्लेस अफ अबन्डेन्स हो, त्यो प्रशस्तताको जग्गा हो। उनीहरू अलरेडी त्यो जग्गामा थियो, तर उनीहरूले एउटा भोइस, तिमीहरू परमेश्वर जस्तै हुन्छौ भन्ने सुन्दै गर्दाखेरि उनीहरूले किन चाहिँ उनीहरू परमेश्वर जस्तो हुनु पर्यो? उनीहरू इनफ थिएन? उनीहरू अलरेडी प्रभुको उपस्थितिमा थियो, उनीहरू ग्लोरीमा थियो, उनीहरू इनफ थियो त्यो ठाउँमा। तर उनीहरूलाई अझै के भयो? हामी त इनफ छैन रहेछौँ, अझै उनीहरूलाई परमेश्वर जस्तै हुने। अनि हामीले धेरैपल्ट याद गर्नुपर्ने कुराहरू चाहिँ हो, हामी परमेश्वरको इमेज र लाइकनेसमा हामी बनेको। जब लाग्छ तपाईँलाई म इनफ छुइनँ, त्यो भोइस प्रभुबाट कहिले पनि होइन प्रिय। म तपाईँलाई यो ठाउँमा भन्न चाहन्छु, आमाको गर्भमा आउनभन्दा अगाडि नै प्रभुले तपाईँ र मलाई डिजाइन गर्नुभएको, आमाको गर्भमा आउनुभन्दा अगाडि नै तपाईँ र मलाई उहाँले बनाउनु भएको उहाँको महिमाको लागि। मैले फेरि पनि भन्दैछु, हाम्रो एक्जिस्टेन्सले नै एक्चुअलीमा उहाँलाई महिमा दिन्छ। तपाईँ र मेरो ओरिजिनालिटी हामीले हराउनु हुँदैन। आजको दिनमा तपाईँ र मेरो छिमेकी जस्तो नहोला, तपाईँ र म हाम्रो वरिपरि भएको मान्छेहरू जस्तो नहोला, तर तपाईँ जो हुनुहुन्छ यु आर इनफ। प्रभुको लागि तपाईँ इनफ हुनुहुन्छ। प्रभुले तपाईँको जीवनबाट धेरैवटा काम गर्न सक्नुहुन्छ, प्रभुले तपाईँको जीवनमा धेरैवटा काम गर्न सक्नुहुन्छ। तपाईँ इनफ हुनुहुन्छ। तपाईँको क्लोज मान्छेले तपाईँलाई जेसुकै भन्नुहोस् त्यो म्याटर गर्दैन, तर प्रभुले तपाईँलाई के भन्नुहुन्छ त्यो चाहिँ तपाईँ र मेरो लागि म्याटर गर्नुपर्छ। जब पनि हामी यस्तो थट्सहरूलाई आजको दिनमा नि हाम्रो फर्स्ट ब्याटलै यो हो कि हामी धेरैपल्ट हामीलाई लाग्छ कि मेरोमा केही पनि छैन। अनि हामी धेरैपल्ट हाम्रो यहाँनिर हाम्रो सोचमा नि हाम्रो विचारमा नै हामी धेरैपल्ट हारिरहेको हुन्छौँ। सो आजको दिन मेरो यो कुरा, यो वचन तपाईँ र मेरो अघि आउँदैछ भनेदेखिलाई तपाईँ र मैले अब यो कुरालाई हामीले जित्न जरुरी छ। तपाईँ र मैले यो कुरालाई जित्न पर्छ। आई एम नट इनफ भन्ने कुरालाई हामीले यो आजको दिन यो कुरालाई ब्रेक गरिकन तपाईँ र म अगाडि बढ्नुपर्छ। आमेन। आशा गर्छु सबैजनाको भिडियो अफ छ, तर म आशा गर्छु तपाईँले मलाई सुन्दै नै हुनुहुन्छ भनिकन। हालेलुया। अनि परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको, मैले जुन कुरा भन्दैछु नि यो कुरालाई यदि पक्रन सक्नुहुन्छ भने पक्रिनुहोस्। अनि आजको दिनमा तपाईँ र मैले याद गर्नुपर्ने कुरा, म कुन चाहिँ भोइसलाई, अनि उनीहरूले के गर्यो भन्दै गर्दाखेरि नि नेक्स्ट स्टेप उनीहरूले त्यो कुरालाई खाएको छ। जब उनीहरूले खाए नि, अनि खानु बित्तिकै उनीहरूले के भयो भन्दै गर्दाखेरि हामी त नाङ्गै रहेछौँ भन्ने कुरालाई उनीहरूले थाहा पाएको छ। जब पनि हामी यो भोइसहरूलाई सुन्नु, तपाईँले यो भोइसलाई सुनिकन नि तपाईँले तपाईँको हृदयमा बस्नु दिनु भनेको चाहिँ यो चाहिँ के हो भन्दै गर्दाखेरि नि यो चाहिँ तपाईँले त्यो फल खाएको जस्तै हो क्या। जब हामी खान्छौँ नि तपाईँ र मलाई नि प्रभुले जुन चाहिँ आकार दिनुभएको छ, तपाईँ र मैले यो सेपलाई बचाएर राख्नुपर्छ।
तपाईँलाई थाहा छ जिम गर्ने मान्छेले नि जब उनीहरू एउटा सेपमा आउँछ नि उनीहरू त्यो सेपमा आइसकेपछि नि उनीहरूले जे पाए त्यही खाँदैन उनीहरूले जे पाए त्यही कुरा उनीहरूले खाँदैन उनीहरूले हेल्दी कुराहरू खान्छ आजको दिनमा हामी धेरैपल्ट हामी अनहेल्दी भएको चाहिँ हामी सेपलेस आज हामी चर्च एज अ चर्च हामी सेपलेस भएको रिजन चाहिँ हामी खानुपर्ने कुरा पनि खाइरहेको छौँ नखानुपर्ने कुरा पनि खाइरहेको छौँ तपाईँले आजको दिनमा हामी हेर्छौँ भनेदेखिलाई म युथ चर्चमा काम गर्छु अनि हामी धेरैपल्ट यस्तो युथहरूलाई हामी भेट्छौँ उनीहरू आफैमा उनीहरू म इनफ छुइनँ भन्ने ब्याटललाई नै उनीहरूले जित्नु सकेको छैन हामीले यो कुरा बिर्सिनु हुँदैन म प्रभुको इमेज अनि प्रभुको लाइकनेसमा बनेको अनि मेरो एक्जिस्टेन्स म जो छु त्योबाट नै प्रभु महिमित हुन्छ भन्ने कुरा अनि अर्को कुरा म के भन्न चाहन्छु भन्दै गर्दाखेरि नि जब प्रभुले तपाईँ र मलाई बनाउनु भयो नि अनि तपाईँ र मलाई चाहिँ एकअर्काको लागि कम्पिट गर्नुको लागि होइन एकअर्कासँग देखासेखी गर्नु होइन तर मैले भन्नु खोजेको जब तपाईँ र मैले यो थट्सहरूमा जब तपाईँ र मैले यो विचारहरूलाई हामीले जित्छौँ अनि हामी करप्ट हुँदैनौँ अनि हामीले म को भन्ने कुरा जब हामी चिन्छौँ बुझ्छौँ नि त्यो चाहिँ नि दुष्टको लागि ठुलो थप्पड भएर जान्छ जब तपाईँ र मैले चिन्छौँ नि म को भन्ने कुरा त्यो समय चाहिँ प्रभुको महिमा हुन्छ जब तपाईँ र मैले बुझ्छौँ राम्ररी सुन्नुहोस् है आइजाया 43:7 परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको लागि सो त्यसले अब यो कुराको लागि हामीले के गर्नुपर्छ भन्दै गर्दाखेरि नि तपाईँले मसँग हितोपदेश आशा गर्छु तपाईँहरूले बुझ्दै हुनुहुन्छ भनेकिन है बुझेन भने तपाईँले मलाई क्वेसन गर्न सक्नुहुन्छ ओके तपाईँले नि प्रोभर्ब्स हितोपदेश 4:23 हामी कसरी उहाँको इमेज र लाइकनेस हामीले मेन्टेन गर्न सक्छौँ मैले भन्दैछु नि प्रभुले हामीलाई आकार दिनुभयो तर आज हामी धेरैजना आकार बिना बसिरहेको छौँ हामी कसैलाई पर्खिरहेको छौँ तिमी म को हो भनेर भन्नुको लागि चाहिँ हामी कसैलाई पर्खिरहेको छौँ हामी प्रोफेट्सहरूलाई पर्खिरहेको छौँ हामी पास्टर्सहरूलाई हामी विभिन्न मानिस जातिलाई हामी पर्खिरहेको छौँ यहाँनिर यसरी भनेको छ कुनै मूल्यवान वस्तुलाई भन्दा पनि बढ्ता आफ्नो हृदयलाई सुरक्षित राख किनभने त्यो सारा जीवनको मूल हो आमेन तपाईँ र मैले नि उहाँको इमेज उहाँको लाइकनेसलाई तपाईँ र मैले जोगाएर राख्नु हो भनेदेखिलाई तपाईँ र मैले हाम्रो हृदयलाई सुरक्षित राख्नुपर्छ किनकि यो हृदय चाहिँ सारा जीवनको के अरे मूल हो अनि हाम्रो लडन त चाहिँ रगत र मासुसँग होइन हामीलाई यो कुरा थाहा छ एफएससी हामीले त्यहाँनिर 4मा हामीले हेऱ्यौँ भनेदेखिलाई त्यहाँनिर हामी पाउँछौँ रगत र मासुसँग होइन सो जहिले पनि नि हाम्रो अट्याकहरू तपाईँसँग छैन यो अट्याक तपाईँलाई हुँदैन भने पनि प्रेज द लर्ड तर तपाईँ कसैसँग बात गर्नुहोस् क्या उनीहरूसँग बात गर्नुहोस् अनि तपाईँले धेरैजना यस्तो व्यक्तिहरू भेटाउनुहुन्छ जो चाहिँ आफ्नो आइडेन्टिटी क्राइसिसमा छ उनीहरूले म को भन्ने कुरा म ख्रिस्टमा को भन्ने कुरा फर्स्ट उहाँलाई महिमा दिने कुरा चाहिँ के हो भन्दै गर्दा म को हो ख्रिस्टमा मलाई प्रभुले किन बनाउनु भयो यो कुराको अन्डरस्ट्यान्डिङमा जब हामी आउँछौँ नि तपाईँको जीवनबाट प्रभुले आफै महिमा लिनुहुन्छ कसरी भन्दै गर्दा नि जब तपाईँले आफूले आफूलाई चिन्नुहुन्छ नि त्यो चाहिँ दुष्टको के हो हार हो आजको दिनमा हामीलाई यही कुरामा दुष्टले हामीलाई लडाइरहेको छ हामी स्ट्रगल गर्नु परिरहेको छ यो फर्स्ट ब्याटल हो तपाईँ र मेरो जीवनमा आई एम नट इनफ म इनफ छुइनँ मलाई त मेरो परिवारले यस्तो भन्छ मेरोमा त पैसा छैन मेरोमा त एजुकेसन छैन मेरोमा करियर छैन मेरोमा कुनै पनि ओहदा छैन म त इनफ छुइनँ म त केही पनि काम लाग्दिनँ भने हामी यो ठाउँमा आउँदै गर्दा नि तपाईँ जति नै आराधना गर्नुहोस् जति नै तपाईँ वचन बोल्नुहोस्
तपाईँ र मेरो जीवनबाट प्रभुको महिमा हुँदैन। तर जब हामी यो अन्डरस्ट्यान्डिङमा आउँछौँ कि म चाहिँ प्रभुले चाहिँ मेरो अन्तस्करणलाई बनाउनु भएको हो, म इनफ छु प्रभुको लागि, प्रभुले मेरो जीवनमा काम गर्न सक्नुहुन्छ, प्रभुले मलाई माया गर्नुहुन्छ, जब हामी यो अन्डरस्ट्यान्डिङमा तपाईँ र म आउँछौँ नि, त्यति बेला तपाईँ र मलाई यु आर नट इनफ भन्ने दुष्ट आत्मा चाहिँ के भएर जान्छ, तपाईँ र मेरो जीवनबाट हारेर जान्छ। सो तपाईँहरूलाई म यो चाबी दिन चाहन्छु, तपाईँ र मैले आजको दिनमा, तपाईँ र मेरो जब यो अन्डरस्ट्यान्डिङ आउँछ नि, तपाईँ र मैले नि उहाँलाई महिमा दिँदै गरेको हुन्छौँ, उहाँलाई अनर गर्दै गरेको हुन्छौँ। तपाईँ र मेरो जीवनमा नि त्यति बेला जब हामी बुझ्छौँ नि, जब हामी यो अन्डरस्ट्यान्डिङमा आउँछ नि, तपाईँ र मेरो जीवनमा नि उहाँको चरित्रहरू डेभलप हुँदै गरेको हुन्छ। आमेन आमेन। यो फर्स्ट ब्याटल हो तपाईँ र मैले जित्नुपर्ने, कि आइ एम नट इनफ भन्ने ठाउँदेखिको आई एम इनफ, मेरो प्रभुको लागि म एकदम इनफ छु भन्ने कुरा जब हामी यो कुरामा आउँछौँ, अनि यो कुराको लागि हाम्रो जीवनमा धेरैपल्ट भोइसेसहरू आउँछ। मान्छेले हाम्रो संसारिक इमेजलाई हेरेर, हाम्रो संसारिक परिस्थितिलाई हेरेर मान्छेले हामीलाई धेरैवटा भोइस देला। तर आजको दिनमा मैले भने नि प्रोभर्ब्स 4:23 भन्छ, त्यहाँनिर सबै कुनै पनि मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई चाहिँ सुरक्षित राख। आजको दिनमा तपाईँको वरिपरि यदि यो भोइसेसहरू छ भनेदेखिलाई तपाईँको हृदयलाई प्रोटेक्ट गर्नुहोस्, तपाईँको हृदयलाई प्रोटेक्ट गर्नुहोस्। किनकि त्यो हृदय यदि प्रोटेक्टेड छ भनेदेखिलाई, यदि त्यो हृदय सेफ छ भनेदेखिलाई नि तपाईँ र म प्रशस्तताको जीवनमा हामी एन्टर गर्न सक्छौँ। आमेन। अनि तपाईँ र म चाहिँ उहाँलाई, तपाईँ र मैले त्यति बेला कुनै पनि रेसल गर्नु पर्दैन, तपाईँ र मैले कुनै पनि त्यहाँनिर कसरत गर्नु पर्दैन उहाँलाई रिजाउनुको लागि। तपाईँको एक्जिस्टेन्स, तपाईँ जो हुनुहुन्छ, तपाईँको अस्तित्व नै त्यति बेला एज अ वर्सिप उहाँको अगाडि जान थाल्छ, एज अ वर्सिप उहाँको अगाडि जान थाल्छ। अनि त्यति बेला प्रभुको महिमा हुन थाल्छ। आमेन। प्रभुको महिमा तपाईँको जीवनमा हुन थाल्छ। अनि यो साँझमा म तपाईँलाई इन्करेज गर्न चाहन्छु, आजको दिनमा हाम्रो यदि यो भोइसहरू छ भनेदेखिलाई हामी यो समय यो सबै भोइसहरूलाई म यति बेला क्यान्सल गर्छु इन द नेम अफ जिजस। म क्यान्सल गर्छु। यदि यो भोइससँग तपाईँ जुझिराख्नु भएको छ अनि तपाईँले जे गर्दा पनि यो कुराहरू यदि तपाईँको जीवनमा फेरि फर्केर आउँदैछ भनेदेखिलाई आजको दिन म त्यो सबै कुरालाई म यति बेला क्यान्सल गर्छु इन द नेम अफ जिजस। अनि यति बेला तपाईँ र मेरो जीवनमा दुष्टले हामीलाई यतिको समयसम्म हामीलाई जुन चाहिँ कुराहरूदेखिको त्यसले हामीलाई जुन चाहिँ झुटहरू ल्याइकन त्यसले हामीलाई यतिको वर्ष प्यारालाइज बनाएको छ, आजको दिन त्यो झुटहरू चाहिँ के भएको छ, येशूको नाउँमा सबै झुटहरू चाहिँ एक्सपोज भएको छ। अनि परमेश्वरको वचनले भन्छ, उहाँको वचनको अन्डरस्ट्यान्डिङ, उहाँको वचनको समझले चाहिँ ज्योतिलाई लिएर आउँछ हाम्रो जीवनमा। आमेन। अनि आजको दिन हामीले यो कुरालाई हेर्थ्यौँ। अनि जब उनीहरू त्यहाँनिर जब उनीहरूले त्यो फललाई खाएको छ नि, अनि त्यति बेला उनीहरू नाङ्गै रहेछ भन्ने कुरालाई उनीहरूले थाहा पाएको छ। अनि एक्चुअलमा उनीहरू अघिबाट नै त्यो कुरामा थियो नि, तर के भयो भन्दै गर्दाखेरि नि अनि उनीहरूले त्यो भोइसलाई जग्गा दिएकोले गर्दा उनीहरूले नखानुपर्ने कुराहरूलाई, आजको दिनमा धेरैवटा यस्तो कुराहरू छ जुन कुराहरू हामी खाने, यस्तो धेरैवटा सोर्सहरू छ। अघि मैले स्टार्टिङमा मैले प्रार्थना गर्दै थिएँ, हाम्रो सबै कुराको सोर्स चाहिँ उहाँ मात्र हुनुहुन्छ, येशू ख्रीष्ट मात्र हुनुहुन्छ। ओरिजिनल सोर्स, हाम्रो लाइफको सोर्स, हाम्रो जीवनको सोर्स, हाम्रो चङ्गाइको सोर्स, हाम्रो हरेकवटा कुराको सोर्स उहाँ हुनुहुन्छ। अनि त्यति मात्र होइन, तपाईँले जब पनि यूहन्ना 7:37 मैले बिर्सिनँ भने त्यहाँनिर लेखेको छ, यदि कसैले विश्वास गर्छ भनेदेखिलाई त्यसको अन्तस्करणबाट चाहिँ जिउँदो खोलाको पानीहरू बगि निस्कन्छ भनेको छ। त्यति मात्र होइन, यदि तपाईँ र मैले आजको दिनमा हाम्रो हृदयलाई सुरक्षित राख्छौँ भनेदेखिलाई मैले भन्दैछु कि उहाँको महिमा तपाईँ र मेरो जीवनबाट यत्तिकै हुन्छ। हामीले त्यति बेला गिटार बजाउनु जान्नु पर्दैन, त्यति बेला हामीले गाउनु जान्नु पर्दैन। हामीलाई धेरैपल्ट यो लाग्छ, म पढ्न जान्दिनँ, म यो गर्नु जान्दिनँ,
त्यति बेला जब हामी राइट ठाउँमा आइपुग्छौँ, हामी यो अन्डरस्ट्यान्डिङमा आउँछ नि, तपाईँ र मेरो जीवनमा यत्तिकै प्रभुको महिमा भएर जान्छ। अनि तपाईँ र मेरो अन्तस्करण जुन चाहिँ दुष्ट, मैले भने नि दुष्ट चाहिँ नि हाम्रो अन्तस्करणमा त्यसले अट्याक गर्छ, हाम्रो फिलिङ्समा, हाम्रो इमोसन्समा, हामी भित्र अनि बिटरनेसको कुराहरू त्यसले लिएर आउँछ। तर परमेश्वरको वचन भन्छ जसले मलाई विश्वास गर्छ त्यसको अन्तस्करणबाट चाहिँ जिउँदो पानीको खोलाहरू चाहिँ बगी निस्कन्छ भनेको छ। तपाईँ र मलाई प्रभुले उहाँको महिमाको लागि बनाउनु भएको, उहाँको महिमाको लागि, उहाँलाई अनर ल्याउनुको लागि, यो कति गहिरो कुरा छ। उहाँलाई अनर ल्याउनुको लागि तपाईँ र मेरो एक्जिस्टेन्सले नि परमेश्वरलाई देखाउँछ प्रिय। हामी उहाँको रिप्रेजेन्टेटिभ्सहरू हौँ, हामी उहाँलाई देखाउने व्यक्तिहरू हौँ। आजको दिनमा तपाईँ र म यति वर्ष भयो प्रभुलाई चिनेको, हामीले प्रभुलाई देखाएको छौँ कि छैनौँ? हामीले उहाँलाई देखाउन पर्छ। हामी उहाँको हातको सिपहरू हौँ, उहाँ हाम्रो क्रिएटर हुनुहुन्छ, तपाईँ र मलाई बनाउने। यदि हामीले जिएको जीवनले यदि हामीले उहाँलाई देखाएनौँ भनेदेखिलाई तपाईँ र म जिएको के फाइदा? संसारको सबै कुरा हात पारेर पनि आफ्नो आत्मालाई चाहिँ गुमायो भनेदेखिलाई मानिसलाई केलाई भनेको प्रभुको वचनले भनेको छ। तपाईँ र मैले सबै कुराहरू देखायौँ। अनि हाम्रो लडन त हामी कति बेला परमेश्वर जस्तो हुँदैनौँ भन्दै गर्दाखेरि जब हामी डिफ्रेन्ट भोइसलाई जग्गा दिन्छौँ, हामी डिफ्रेन्ट खानुपर्ने कुराहरूलाई जब हामी खान्छौँ, नखानुपर्ने कुराहरूलाई जब हामी खान थाल्छौँ, तब र मैले खानुपर्ने चाहिँ प्रभुको वचन हो। हामी योभन्दा अगाडि प्रिभियस एपिसोडहरूमा हामीले हेर्दै थियौँ प्रभुको वचनको महत्त्वहरूलाई। तपाईँ र मैले खानुपर्ने चाहिँ प्रभुको वचन हो, किनकि परमेश्वरको वचन मात्र अरिजिनल सोर्स हो तपाईँ र मेरो हरेक कुराको लागि। फर्गिभनेसको सोर्स, हाम्रो जीवनमा जीवनको सोर्स नै प्रभुको वचन हो। परमेश्वरको वचन चाहिँ रोटी हो भनिकन हामीलाई थाहा छ यो कुरा। म जहिले पनि भन्छु हामी परमेश्वरको वचनसँग समय बिताउनुपर्छ। अनि जब हामी परमेश्वरको वचनमा समय बिताउँछौँ नि, त्यो रेभलेसनले तपाईँ र मलाई तृप्त गर्छ जहिले पनि। अनि त्यति बेला हामी त्यो भोइसहरूलाई जग्गा दिँदैनौँ। अनि जब तपाईँ र म प्रभुको वचनले तृप्त हुन्छौँ नि, मान्छे जुन कुराले भरिएको हुन्छ नि, मान्छे त्यही कुरा पोखिन्छ। प्रभुको वचनले भन्छ उहाँलाई विश्वास गर्नेको अन्तस्करणमा चाहिँ जिउँदो पानीको खोलाहरू निस्किन्छ। तपाईँ र मेरो जीवनबाट आजको दिन तपाईँ र मेरो अन्तस्करणबाट के कुराहरू निस्किँदैछ, के कुराहरू बगेर निस्किँदैछ? के जीवनको खोला या बिटरनेस, अनफर्गिभनेस, या डिप्रेसनमा भरेको शब्दहरू, या फ्रस्ट्रेसनमा भरेको शब्दहरू, या नेगेटिभ कुराहरू? प्रभु आजको दिन तपाईँ र मैले हाम्रो हृदयलाई सुरक्षित राख्ने समय आएको छ। मैले भने नि तपाईँ र म उहाँको हातको सिपहरू हौँ। यदि तपाईँ र मैले उहाँलाई देखाएनौँ भनेदेखिलाई तपाईँ र म हामी जिएको कुनै पनि त्यहाँनिर केही पनि लाभ छैन। इफ उहाँले तपाईँ र मलाई फर्म गर्नुभएको हो भनेदेखिलाई तपाईँ र म उहाँले जे सेप उहाँले हामीलाई दिनुभएको छ, हामी त्यो अरिजिनालिटीमा तपाईँ र म बस्न जरुरी छ। आमेन, आमेन। म आशा गर्छु तपाईँहरूले यो कुरामा अग्री गर्नुहुन्छ भनिकन। परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको लागि, महिमा गर्नको लागि होइन। यदि महिमा गर्नको लागि हो भने चाहिँ वर्शिप लिडरहरू मात्रै आज उहाँको अगाडि क्वालिफाइड हुन्थ्यो होला। गाउनु जान्ने, नाच्नु जान्ने, वचन बोल्नु सक्ने ती व्यक्तिहरू मात्रै उहाँको अगाडि जानु सक्थ्यो होला। तर नो, तपाईँको एक्जिस्टेन्स, तपाईँ जो हुनुहुन्छ नि, तपाईँ त्यही भएर बस्दै गर्दा नै प्रभुले आफ्नो महिमा लिनुहुन्छ। किनकि तपाईँ जो हुनुहुन्छ त्यही भएर बस्नु चाहिँ सजिलो छैन। म फेरि पनि भन्दैछु, तपाईँ जो हुनुहुन्छ तपाईँको अरिजिनालिटीलाई हल्लाउनुको लागि, भत्काउनुको लागि हाम्रो जीवनमा धेरैवटा परिस्थितिहरू क्रिएट हुन्छ। तपाईँ मेरो जीवनमा धेरैवटा सिचुएसनहरू आउँछ। हामी सिचुएसन अनुसारले हामी काजुली फेरि पठाउँछौँ, यो फ्याक्ट हो। तर म भन्छु हरेक समय तपाईँको जीवनमा आज तपाईँ विभिन्न परिस्थितिमा हुनुहुन्छ होला, तपाईँ फर्केर प्रभुको वचनमा आउनुहोस्, फर्केर उहाँको प्रेजेन्समा आउनुहोस् अनि भन्नुहोस् प्रभु तपाईँले मलाई जो बनाउनु भएको छ म त्यही हुन चाहन्छु।
तपाईँले मलाई जुन चाहिँ सेप दिनुभएको छ म त्यही सेपमा बस्न चाहन्छु। अनि त्यो सेप मैले अघि पनि भने त्यो सेपलाई जोगाउनुको लागि बचाउनुको लागि नै तपाईँ र मैले हाम्रो हृदयलाई सुरक्षित राख्नुपर्छ। हाम्रो हृदयलाई सुरक्षित राख्नुपर्छ। सबै कुरा एउटा प्रेग्नेन्ट वुमनले नि सबै कुरा खायो भनेदेखिलाई नि उसले त्यो बेबीलाई जोगाउन सक्दैन। तपाईँ र म चाहिँ नि येशू ख्रिस्टलाई कन्सिभ गरेको व्यक्तिहरू हो। तपाईँ र म भित्र येशू ख्रिस्ट हुनुहुन्छ। तपाईँ र म पवित्र आत्माको मन्दिरहरू हौँ। आजको दिनमा तपाईँ र मैले यो कुराहरू जोगाउन पर्छ। यदि एउटा प्रेग्नेन्ट वुमनले सबै कुरा खायो भनेदेखिलाई उसको बेबी मिसक्यारेज हुनसक्छ। आजको दिनमा धेरैवटा हामीले यो कुराहरूलाई लिँदै गर्दाखेरि आज हामीले धेरैपल्ट सुन्नुहुने कुरालाई नहुने कुरालाई सुन्दै गर्दा खानु नहुने कुरालाई खाँदै मैले स्पिरिचुअल फिडिङको कुरा गर्दैछु। यो कुरालाई लिँदै गर्दाखेरि नि आज धेरैजनाले येशू ख्रिस्टलाई मिसक्यारी गरी पठाएको छ। आज धेरैजनाले यो कुराहरू आज उनीहरूको लाइफमा येशू ख्रिस्ट छैन। उनीहरूले कहिले कुन कुरालाई खाँदै गर्दाखेरि उनीहरूले येशू ख्रिस्टलाई उहाँको महिमालाई उनीहरूले हराइपठाए उनीहरूलाई थाहा पनि छैन। हामी केयरफुल हुनुपर्छ प्रिय। तपाईँ र म भित्र उहाँले जुन कुरा हाल्नु भएको छ यो साधारण कुरा होइन। तपाईँ प्रिसियस हुनुहुन्छ। तपाईँको जीवनमा प्रभुको उद्देश्य छ। तपाईँको जीवनमा प्रभुको योजना छ। हामी किन डिले हुन्छौँ? उहाँको योजनासम्म कतिजना त पुग्नु पनि सक्दैन। कतिजना उहाँको उद्देश्यसम्म त पुग्न पनि सक्दैन। तपाईँलाई थाहा छ यहाँनिर नि भजन 139 17 पढ्नुहोस् त। त्यहाँनिर के लेखेको छ तपाईँहरू आफै पनि जानेर हुनुहुन्छ। तपाईँ बाइबल निकालेर पढ्नुहोस् ल। त्यहाँनिर भनिन्छ, हे परमेश्वर मेरो निम्ति तपाईँका विचारहरू कति अमूल्य छन्। तिनीहरूको मोठ कति विशाल छ। तिनीहरूलाई गरे भने ती बालुवाका सङ्ख्याभन्दा बढी छन्। म जाग्दा तपाईँसँगै हुन्छु। त्यो तपाईँलाई थाहा छ परमेश्वरको विचार तपाईँ र मेरो लागि नि यहाँनिर भनेको छ बलुवाको सङ्ख्याभन्दा पनि बढी छ अरे। त्यति बेसी तपाईँ र मेरो लागि उहाँले सोच्नुहुन्छ। तपाईँ र मेरो त एउटा प्लान फेल भयो भने हामी यति साह्रो डिप्रेस्ड हुन्छौँ। हामी यति साह्रो फ्रस्ट्रेट हुन्छौँ। हामीलाई लाग्छ जिन्दगी सक्यो। अनि कतिजनाले सक्छ पनि आफ्नो जिन्दगी। हामीले भनेको जस्तो कुनै कुरा नहुँदाखेरि नि हामी धेरैपल्ट प्रभुलाई ब्लेम गरिकन हामी